जीवन र मृत्युको डोसारमा मृत्यु कुरेर बसेको यो बहर, यसलाई कुकुरले टोकेको छ, उठाओस् भन्ने चाहन्छ। उठाएर पनि के गर्नु? जीवनको अब कुनै आधार बाँकी छैन। एउटा कष्टमय मृत्यु सिवाय अब यसको भागमा के पनि छैन। यसलाई कुकुरले लुचिसकेको अवस्था छ, खुट्टामा घाउ छ। यसको भागको, यसको मम्मीको दुध यहाँ हेर्नुहोस्, खुट्टामा घाउ, ठुलै घाउ भइसक्यो। यसको भागको दुध मान्छेले खान पाओस् भनेर, मान्छेले यसको भागको दुध खान पाओस् भनेर यसलाई यहाँ बेवारिसै छोडेको छ। यो भिरखोला महालक्ष्मी नगरपालिका वडा नम्बर 8 को लुबुको बगर साइड, खोलाको बगर भिरखोला हो। अहिले यो बाछी मृत्यु कुरेर बसेको छ, अनाहक मृत्यु। र यसको मुख्य कारण जिम्मेवार भनेको मानव समाज। मानव समाजका ती लोभी भन्नु त मिल्दैनन्, तर निर्दयी प्राणी, जसले गर्दाखेरि आज यो बाछीले यस्तो हविगत भोग्नु परेको छ। महालक्ष्मी नगरपालिका पशु शाखाले यस्ता बाछीहरूको उद्धारको लागि विभिन्न गाईबस्तुको यी बाछा छाडा बाछाहरूको उद्धार गर्ने संस्थाहरूलाई वार्षिक बजेट पनि छुट्याउने गरिन्छ। त्यो बजेटहरू फचोट भएर लगिरहेका संस्थाहरू पनि छन्, तर ती संस्थाहरूको नजरमा पनि परेनन् यी बाछीहरू। हामी फोन गर्छौँ, आजै टुन्छौँ, कति फोन गर्ने? उहाँहरूलाई पनि सायद आजित लाग्दो हो, कति लाने? तर यता जिम्मेवार पक्षले संरक्षण गर्छु, यिनीहरूको हेरचाह गर्छु भन्ने आफ्नो मुख्य उद्देश्य राखेपछि सो अनुरूप हेरचाह गरिरहेको भए सायद, अथवा यिनीहरूलाई सक्दो उपचार खाए सायद म उठाउँछु पक्का एकछिन टिमलाई। तर उठेर हुँदैन, टिमलाई गाह्रो हुन्छ। यस्तो दुर्दशाहरू कसैले भोग्नु पर्दैन थियो कि? हे प्रभु रक्षा गरोस्, सबैलाई सद्बुद्धि दियोस्। अहिलेलाई यति नै बिदा। के मानव समयका ठुल्ठुला बहरहरू बिल्डिङहरू बन्दैछन्, तर यो बाछी एउटा अट्ने खोर छैन संसारमा। बडो बिजोग छ प्रभु। हस् त, धन्यवाद। आऊ